गर्दा कतिपयले के भन्छन् भने विरोधीहरूले अझ देश जलाउने, सिंहदरबार जलाउने, संसद भवन जलाउने, व्यावसायिक प्रतिष्ठान जलाउने भनेर आरोप लगाउँछन्। होइन, आरोप लगाउने आरोप हो। गोली हान्नेलाई कसैले चर्चा गर्दैन है। र बालेन्सा कहाँ गएर आगो लगाएको छ मलाई बताउनु त। एउटा पनि भिडियो देखाउनुहोस्, तपाईले देखायो भने म त्यसको जवाब दिन्छु। निराधार हो त्यसो भए। निराधार कुरा हो त्यो सत्यता छैन। त्यो जनताको विद्रोह त्यो जनताले गरे हो। अन्त्यमा तपाईले कति भोट ल्याउनुहुन्छ यो चाहिँ क्लियर पार्दिनु, किनकि तपाई एकदमै राजनीतिज्ञ हुनुहुन्छ, पुरानो राजनीतिज्ञ हुनुहुन्छ, तपाईले एकदमै आकलन गर्नुहुन्छ, अङ्कगणित राम्रैसँग हेर्नुहुन्छ तपाई। पनि त्यति मात्र बुझाएको छु कि जति मेरो प्रतिस्पर्धी हुन्छ, सेकेन्ड हुन्छ, त्यसभन्दा 10,000 बढी भोट हुन्छ, त्यो भोटको मार्जिन कति हुन्छ, सेकेन्ड को हुनुहुन्छ त्यो चाहिँ भनिदिनुहोस्। त्यो जनताले सेकेन्ड थर्ड गर्छ। जनतासँग कुरो गर्छौँ हामी। राष्ट्रिय स्वतन्त्र पार्टीको मध्य प्रदेशको निर्वाचनको सचिव हो क्या।